हेलो एन्ड नमस्ते सबैजनालाई वेलकम छ हाम्रो युट्युब च्यानलमा युपिएसयुआर युट्युब च्यानलमा सबैजनालाई स्वागत छ। यो भिडियो चाहिँ हामीले चाहिँ नेपाल पुलिसको लिखितको पाठ्यक्रम कस्तो क्वेशन आउनेछ भन्ने बारेमा चाहिँ हामीले भिडियो तयार पारेका छौं। कृपया भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया सब्स्क्राइब गरेर पनि गरिदिनु होला र ताकि तपाईहरुलाई कुनै पनि किसिमको नयाँ भिडियो अपलोड गर्ने बित्तिकै तपाईहरुलाई थाहा होस्। हामी चाहिँ निरन्तर अब पुलिसको लिखित परीक्षाको मोडल क्वेशनहरु अपलोड गर्ने छौं। आज चाहिँ हामी यहाँ देख्न सक्नुहुन्छ नेपाल पुलिसले सोध्न सक्ने कुनै पनि किसिमको लिखित के कस्तोबाट सोध्न सक्छ भन्ने चाहिँ हामीले चाहिँ प्रश्न लिएर आएका छौं तर तपाईहरुले चाहिँ यो प्रश्नलाई हेर्नु होला राम्रोसँग के कस्तो रहेछ भन्ने। अब चाहिँ हामी भिडियो वस्तुतर्फ जाउँ। फर्स्ट अफ अल त यहाँ छ पहिलो नम्बरमा चाहिँ के लेखिएको छ भनेपछि यहाँ माथि लेखिएको छ अब लिखित परीक्षाको पाठ्यक्रम लेखिएको छ। यहाँ चाहिँ पूर्णाङ्क लेखिएको छ, यहाँ देख्न सक्नुहुन्छ पूर्णाङ्क लेखिएको छ कि पूर्णाङ्क कति नम्बरको भनेपछि पूर्णाङ्क 100 उत्तीर्णाङ्क 40 हो। लोकसेवाले चाहिँ उत्तीर्णाङ्क 40 ल्यायो भने चाहिँ तपाईहरु पास भन्ने हुन्छ तर प्रतिस्पर्धाको कारणले चाहिँ तपाईहरु पास हुनुहुन्न। प्रतिस्पर्धाको कारणले चाहिँ तपाईहरुले 80 प्लस हान्नु पर्छ। 80 प्लस चाहिँ तपाईहरुले हान्नै पर्छ। मैले तपाईहरुलाई भनिसके कति हान्नु पर्छ भनेर। अब चाहिँ यहाँ हामी भन्ने छौं परीक्षा चाहिँ नेपालीमा 20 अंकको सोधिनेछ। नम्बर 1 मा लेखिएको छ नेपाली लेखन, यहाँ चाहिँ राष्ट्रिय गान लेखन लेखिएको छ। त्यसपछि चाहिँ ख नम्बरमा चाहिँ लेखिएको छ निवेदन लेखन आधारभूत तह कक्षा 6-8 सम्मका लागि उपयुक्त हुने सरल प्रकारको कुनै दुई शीर्षकमा मध्ये एक विषयमा कम्तीमा 100 शब्द नघटाई निवेदन लेख लेखिएको छ। यहाँ चाहिँ नि ख नम्बरमा त्यो लेखिएको छ भनेपछि ग नम्बरमा चाहिँ के लेखिएको छ भनेपछि चिठी वा निवेदन लेख्न आधारभूत तह कक्षा 6-8 सम्मका लागि उपयुक्त हुने सरल प्रकारको कार्यालय प्रयोजनको लागि चिठी वा निवेदन लेख लेखिएको छ हैन। यो चाहिँ तपाईहरुको चाहिँ निवेदन वा चिठी लेख्ने यति प्रकारको आउने छ। यसैगरी त्यसपछि 2 नम्बरमा चाहिँ के लेखिएको छ भनेपछि 2 नम्बरमा चाहिँ व्याकरण आउँछ तपाईहरुको साथीहरु व्याकरण आउनेछ। व्याकरण तपाईहरुको 10 नम्बरको आउनेछ। 1 नम्बरको के लेखिएको छ क नम्बरमा भनेपछि क देखि अंगसम्म छ। यसमा चाहिँ के लेखिएको छ भनेपछि सामान्य नेपाली व्याकरण नाम सर्वनाम करण अकरण र लिङ्ग परिवर्तन सम्बन्धी सामान्य जानकारी लेखिएको छ क मा। त्यसैगरी ख नम्बरमा शब्द अर्थ प्राचीन नेपाली शब्दको अर्थ, त्यसैगरी ग नम्बर वाक्य प्रयोग प्राचीन शब्दको वाक्यमा प्रयोग, त्यसैगरी घ नम्बरमा विपरीतार्थिक शब्द प्राचीन शब्दको विपरीतार्थिक अर्थ, त्यसैगरी अंग नम्बरमा शुद्ध लेखन लेख्नुपर्ने हुन्छ। शुद्ध लेखन चाहिँ अनि तपाईहरुले के देख्न सक्नुहुन्छ यहाँ के लेखिएको छ शुद्ध लेख्ने अनुशोध गरी लेखिएको सामान्य किसिमको वाक्यलाई शुद्ध गरी लेख्ने लेखिएको छ। तपाईहरुले देख्न सक्नुभयो होला। तपाईहरुलाई अंग नम्बरसम्म मैले पढाएर सुनाइसके के कस्तो आउँछ व्याकरण भनेर। त्यसैगरी अर्को चाहिँ यहाँ लेखिएको छ अंग्रेजी आयो खण्ड ख मा चाहिँ अंग्रेजी आयो है साथीहरु। अब अंग्रेजी के कस्तो आउँछ अंग्रेजी पनि यहाँ धेरै छैन कमै छ अंग्रेजी चाहिँ यति नै हो। अंग्रेजीमा चाहिँ तपाईहरुको के आउँछ भने बेसिक स्किल एन्ड काउन्टोलोजी इन इंग्लिश भनिएको छ। अब यहाँ चाहिँ के आउँछ भनेपछि नम्बर 1 मा ट्रान्सलेट आउँछ। ट्रान्सलेट इंग्लिश टु नेपाली एन्ड नेपाली टु इंग्लिश सिम्पल सेन्टेन्स सिम्पल प्रेजेन्ट टेन्स विथ 3 to 5 वर्ड्स सम्म 5 देखि 3 वर्ड सम्मको मात्र आउँछ है साथीहरु। तपाईहरुलाई धेरै लामो पढ्नु पर्दैन, धेरै लामो गर्नै पर्दैन। त्यसपछि बी मा चाहिँ वर्ड मिनिङ तपाईहरुले जस्तै म्याङ्गो MANGO म्याङ्गो यस्तै किसिमको एप्पल APPLE एप्पल APPLE एप्पल यस्तो याद गर्ने मिनिङ हैन। अनि त्यसपछि अब बल BALL बल यस्तो किसिमको है साथीहरु। अनि त्यसैगरी तपाईहरुले चाहिँ यहाँ देख्न सक्नुहुन्छ 3 नम्बरमा चाहिँ म्याच डिफरेन्ट वर्ड्स अकर्डिङ टु देयर सिम्पली वर्ड ग्रुप जस्तै अब यहाँ के लेखिएको छ एप्पल नै साथीहरु यहाँ तपाईहरुलाई म देखाउँदै छु GROUND ग्राउन्ड। यहाँ ग्राउन्ड लेख्ने यो धेरै नै लामो भयो साथीहरु म तपाईहरुलाई सिम्पली देखाउने छु। यहाँ चाहिँ ल मानौ तपाईहरुको चाहिँ यता चाहिँ कुनै पनि अब हामीले चाहिँ यता लेखिदिने छौं तपाईहरुको यास लग्न साथीहरु SCHOOL स्कुलको के हुन्छ अब टिचर हुन्छ
टिचर हुन्छ, स्टुडेन्ट हुन्छ हैन। अब कुनै पनि किसिमको हुन्छ नि त, स्कुलसम्म केसम्म मिल्ने छ ठ्याक्क त्यो किसिमको चाहिँ म्याच द फलोइङ आउने छ है साथीहरूलाई। तपाईँहरूलाई मैले भनिसकेँ। त्यसै गरी अब सिम्पली राइटिङ टु एन्ड दियर डिफ्रेन्ट नम्बर्स, अब नम्बर्सहरू लेख्न हुन्छ। त्यसै गरी सिङ्गुलर प्लुरल सिम्पल वर्ड, अब सिङ्गुलर प्लुरल थाहै त होला तपाईँहरूलाई हैन। अब एप्पल भन्यो भने एपी रोक्नु है साथीहरू, सिङ्गुलर, यो चाहिँ माथि म सिङ्गुलर लेख्दैछु है, एपी एली एप्पल भयो भने अब यहाँ प्लुरलमा चाहिँ एपीपीएलई एप्पल्स, एपीपीएलईएस एप्पल्स भयो नि त यो हैन। अब एप्पल भन्यो भने एउटा मात्रै भयो, एप्पल्स भयो भने दुई वा दुईभन्दा बढी, एप्पल्स भयो भने कति भयो अरे दुई वा दुईभन्दा बढी। अब जति पनि हैन। अब भिडियो लामो हुनसक्छ साथीहरू, सबैले साथ दिनु होला हेरेर। अब चाहिँ हामी खण्ड गमा गएका छौँ साथीहरू। अब खण्ड गमा छ गणित अङ्क, गणित। अब गणित चाहिँ तपाईँहरूको प्रथम खण्ड चाहिँ यस्तो आउनेछ, तपाईँको चाहिँ जोड घटाउ तेस्रो 3 अङ्कसम्मको, धेरै याद नगर्नुहोस् है, जोड घटाउ पनि अनि घटाउ जोड तेस्रो 3 अङ्कसम्मको, तेस्रो पनि आउन सक्छ है। अब चाहिँ तपाईँहरूलाई मैले भनिसकेँ 2 अङ्क 3 अङ्कसम्मको मात्र आउँछ तपाईँहरूलाई म्याथमा पनि घटाउ जोड है। अब चाहिँ हामी चाहिँ अर्कोतर्फ जाउँ। अर्कोतर्फ चाहिँ साथीहरू यहाँ देख्न सक्नुहुन्छ म्याथकै हो, म्याथकै विषयमा चाहिँ यहाँ तपाईँहरूलाई देखाउने छु म। म्याथकै विषयमा चाहिँ यहाँ माथि लेखिएको छ गुणान 2 अङ्कसम्मको, भाग 2 अङ्कसम्मको, अक्षर अङ्कमा अङ्क अक्षरमा लेखन 4 अङ्कसम्मको, अनि त्यसरी अङ्क अक्षरमा लेखन 4 अङ्कसम्मको र अक्षर अङ्कमा लेख्न 4 अङ्कसम्मको मात्र आउनेछ है साथीहरू। यसै गरी तृतीय खण्ड समीकरण। अब समीकरण तपाईँहरूलाई आउने त होला। समीकरण कस्तो आउँछ भने चाहिँ 2x + 3 रोक्नु है साथीहरू। म अब यहाँमा चाहिँ गर्न अप्ठ्यारो भयो, म तपाईँहरूलाई फेरि अर्को भिडियोमा चाहिँ गरेर देखाउने छु। यहाँमा चाहिँ अप्ठ्यारो भयो। समीकरण चाहिँ कस्तो, जोड घटाउ गुणान र भागको प्रयोग गरेर हल गर्न मिल्ने सामान्य किसिमको सरल भनिएको छ, सामान्य किसिमको अरे हैन। अनि गणित ख नम्बर, गणित शाब्दिक समस्या, जोड घटाउ गुणान र भागको प्रयोग गरेर हल गर्ने मिल्ने सामान्य किसिमको गणितीय साबित समस्या लेखिएको छ नि साथीहरू। यसै गरी खण्ड घमा चाहिँ सामान्य ज्ञान सेवा सम्बन्धी तथा बौद्धिक परीक्षा 40 अङ्कको। अब तपाईँहरूलाई चाहिँ यहाँ सामान्य ज्ञान र नेपाली सामान्य ज्ञान जीके भन्ने तपाईँलाई थाहा त होला, जनरल नलेज, जीके र सेवा आर्मी पुलिस सम्बन्धी सेवा। यसबाट पनि तपाईँहरूलाई कति अङ्कको सोधिन्छ भनेपछि 40 अङ्कको सोधिन्छ, 40 अङ्कको सोधिन्छ तपाईँहरूलाई। 40 सामान्य ज्ञानबाट पनि हो, जीकेबाट पनि हो र सेवाबाट पनि हो, सेवा दुइटैबाट है साथीहरू। तपाईँहरूलाई 40 नम्बर सोधिन्छ। कति नम्बर? 40 नम्बर, 40 नम्बर है। अब चाहिँ यहाँ हामी सामान्य ज्ञानतर्फ जाउँ। यहाँ सामान्य ज्ञान खण्ड घ, तपाईँहरूलाई म सामान्य ज्ञान पनि पढाएर सुनाइदिनेछु। सामान्य ज्ञान सेवा सम्बन्धी तथा बौद्धिक परीक्षण 40 अङ्कको। सामान्य ज्ञान नेपालको इतिहास सम्बन्धी सामान्य जानकारी र ऐतिहासिक धार्मिक तथा पर्यटकीय दृष्टिले नेपालमा महत्त्वपूर्ण स्थलहरू, नेपालको आधुनिक इतिहास र खमा चाहिँ नेपालको भूगोल सम्बन्धी सामान्य ज्ञान र क्षेत्रफल, सिमाना, भौगोलिक र राजनीतिक सङ्घ, प्रदेश र स्थानीय विभाजन र त्यसै गरी नदी तथा हावापानीको आधारमा नेपाललाई विभाजन र त्यसै गरी नेपालका प्रमुख शिखर, नदी, ताल, कुण्ड, भन्ज्याङ र झरनाहरू र त्यसै गरी नेपालमा पाइने वन तथा वनस्पति र संरक्षित जनावर तथा जडीबुटी र त्यसै गरी नेपालमा राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्र र तपाईँहरूको देख्न सक्नुहुन्छ मैले भनिसकेँ। यति तपाईँहरूको यो भयो। अनि नेपालमा प्रचलित धर्म, भाषा, सांस्कृतिक जात-जाति र जनसङ्ख्या सम्बन्धी ज्ञान र नेपालको वर्तमान सम्बन्धी जानकारी, जारी मिति, भाग, धारा र अनुसूची, यो चाहिँ यति तपाईँहरूको पनि तपाईँहरूको चाहिँ जीके सोधिनेछ है। यो चाहिँ तपाईँहरूको जीके भयो। अब चाहिँ यो चाहिँ जीके भनेको कस्तो भनेपछि
नेपालको भूगोलको बारेमा, नेपालको राष्ट्रिय निकुञ्जको बारेमा, नेपालको स्थानीय सङ्घ प्रदेशहरूको बारेमा र नेपालको झरना कुण्ड भन्ज्याङ सबको बारेमा है। यति चाहिँ तपाईँहरूको यो पनि म छुट्टै भिडियो लिएर आउनेछु साथीहरू, यस सम्बन्धी पनि हेर्नुहोला। र यो चाहिँ अब तल आयो चाहिँ नेपाल प्रहरी सम्बन्धी। नेपाल प्रहरी सम्बन्धी पनि म छुट्टै भिडियो लिएर आउनेछु। दर्जनी चिन्ह र अवकाश उमेरहरूको बारेमा र बिदा सम्बन्धी सबको म तपाईँहरूलाई विवरण लिएर आउनेछु अर्को भिडियोमा। यो भिडियो चाहिँ तपाईँहरूलाई के कस्तो आउनेछ भनेर मात्र हो, तपाईँ हेर्नुहोला अर्को भिडियो पनि। र अब चाहिँ हामी जाउँ नेपाली प्रहरी सम्बन्धी सामान्य जानकारी। सामान्य हुन्छ साथीहरू, कुनै पनि हुन 10 नम्बरको आउँछ यहाँबाट 10 अनि त्यसै गरी नेपालको कुनै पनि भूगोल सुगोलबाट 20 अनि त्यसै गरी 30 भयो दुईटा जोडेर। अनि लास्टमा वैदिक परीक्षण भनेर लास्टमा 10 अङ्कको आउनेछ साथीहरू। ठ्याक्कै 40 नम्बरको यो तपाईँहरूको आउनेछ जिके है। 40 नम्बरको टिक मार्क आउँछ, टिक मार्क। जस्तै टिक मार्क भनेपछि अब अर्कोमा फेरि पनि म त्यो किताबमा पनि सिकाएर ल्याउनेछु भिडियो। अब यसमा चाहिँ नेपाल प्रहरी कार्यालयको सम्बन्धी, अनि त्यसै गरी नेपाल प्रहरीको पद तथा दर्जानी सम्बन्धी, त्यसै गरी प्रहरी नियमावली 2071 को प्रहरी कर्मचारीको काम कर्तव्य सम्बन्धी, नियम 66 विधा सम्बन्धी, र यसै गरी परिच्छेद 8 आचरण सम्बन्धी, परिच्छेद 9 प्रहरी जवान पदको लागि आवश्यक न्यूनतम योग्यता, र यसै गरी अनुसूची 3 को प्रकरण 3, र यसै गरी ट्राफिक सम्बन्धी, ट्राफिक चिन्ह र सडक सङ्केत र ट्राफिक नियम, र यसै गरी महत्त्वपूर्ण समसामान्य राष्ट्रिय घटनाहरू जस्तै आर्थिक, सामाजिक, राजनीतिक, खेलकुद र मानव अधिकार। यति सोधिनेछ प्रहरीबाट पनि, सेवा सम्बन्धीबाट तपाईँहरूको है। यस सम्बन्धी म भिडियो अर्को ल्याउनेछु। र यसै गरी लास्टमा छ तपाईँहरूको वैदिक परीक्षण। वैदिक परीक्षण भनेको शाब्दिक अनुक्रम, समपूर्णता विवरण, कोडिङ र मिल्दो छुट्याउने, दिशा र दूरी ज्ञान सम्बन्धी परीक्षण लेखिएको छ। अब यसै गरी तपाईँहरूलाई मैले भनिसकेँ यहाँबाट 40 नम्बरको सोधिनेछ, तपाईँहरू लापरवाही नगर्नुहोला। 40 तपाईँको यताबाट आयो भने वस्तुगतबाट तपाईँको 30 आयो भने पनि कति भयो 40, अनि तपाईँहरूको कति भयो 0 को 0, तपाईँहरूको 3 मा 4 जोड्यो भने 7 भयो, 70 आउँछ तपाईँहरूको। हेर्नु होला है। अब मैले भनिसकेँ, अब तपाईँहरूको यही हो आउने। अब यहाँ चाहिँ हामीले देख्न सक्नुहुन्छ, यहाँ चाहिँ के लेखिएको छ, प्रश्न उत्तर दिनुहोस्, नेपालको राष्ट्रिय गान लेख्नुहोस्। त्यसै गरी यस्तै किसिमको आउने साथीहरू, मैले भनिसकेँ तपाईँहरूलाई यही हो। हस् त बाई साथीहरू, आजको लागि यति नै। अर्को भिडियोमा मिलाउँला। धन्यवाद।